मम्मी आजको खाजा बासी भात यस्तो बासी भात खानु म त खान्न तै खाल्ला तपाईँ नखाने नखाने त्यसो भए म यसको मिठो चिज बनाएर खुवाउँछु ल तपाईँलाई ल मम्मीलाई गफ हानेर बासी भात त लिएर आए तर के बनाउने केही आइडिया आएको थिएन पहिलाबाट बासी भातलाई एउटा बोलमा हालिदिए अनि बिहानको उम्लेको आलु थियो 2-3वटा त्यसलाई चाहिँ मस्तले म्यास गरिदिए अनि होइन 2-3 चम्ची दहीको क्रिमलाई हालेर हल्का मिक्स माक्स गरिदिन्छु अनि दामी क्रिमी पेस्ट चाहिँ तयार हुन्छ अनि यसलाई सिधै लगेर अघिको बासी भात माथिबाट टक्कसँगले राखिदिन्छु अब चाहिँ होइन चप्चा पारेर काटेको प्याजलाई टक्कसँगले हालिदिइसकेपछि चाहिँ बिहानको अचार थियो टमाटर र धनियाँको त्यसलाई पनि हालिदिएर मजाले मिक्स माक्स गरिदिन्छु अनि स्वाद अनुसार थोरै नुन पनि हालेर चाहिँ यसलाई मस्तले चलाइदिने होइन हेर्दा हेर्दै दामी क्रिमी भात चाहिँ तयार भइसकेको थियो अनि यो यत्तिकै खाँदा पनि लास्टै मिठो थियो तर यसलाई चाहिँ अलिकति पोर्सन लिएर हातमा चाहिँ मजाले सेप दिन्छु होइन यसरी चेप्टो लाम्चोवाला सेप दिइसकेपछि चाहिँ तावामा चाहिँ टक्कसँगले फ्राई गर्नको लागि राखिदिन्छु अनि एक साइडतिर चाहिँ हल्का क्रिस्पी बनाउनको लागि पहिलाबाट चाहिँ फ्राई गर्दैछु यसरी एक साइडदेखि हल्का फ्राई हुँदै क्रिस्पी भएपछि चाहिँ अर्को साइड पल्टाइदिने अनि यसरी नै चारैतिरदेखि मजाले बाहिरबाट क्रिस्पी गर्दै चाहिँ यसलाई फ्राई गरिदिन्छु अनि यो चाहिँ अति नै बब्बाले दामी देखिराखेको थियो अनि उल्टाइ पल्टाइ गर्दै गर्दै फ्राई गरेपछि चाहिँ हाम्रो दामी बासी भातको डिस चाहिँ तयार भइसकेको छ अनि यो हेर्दै कति खाम लागिसकेको थियो अनि एक एकवटा गर्दै दुईटालाई चाहिँ मैले निकालिदिएको छु बाहिरी अनि यो 3वटामा चाहिँ टक्कसँगले दहीको क्रिमलाई हल्का माथिबाट दलिदिएको छु अनि चिल्ली ओइललाई चाहिँ टक्कसँगले बिचमा राखिदिएर टमेटो क्याचअपलाई चाहिँ माथिबाट हल्का स्प्रिङ्कल गरिदिएको छु यति गरिसकेपछि चाहिँ दामी डिस चाहिँ तयार भइसकेको थियो अनि कतिखेर खाम भइराखेको थियो अनि एक बाइट खाएको त बाहिरबाट क्रिस्पी भित्रबाट सफ्ट अति नै मिठो थियो होइन एकदमै धेरै क्रिमी अनि मम्मीले पनि खानुभयो मम्मीलाई पनि अति नै मिठो लाग्यो अरे अनि आमा छोरीले इन्जोय गर्दै खायौँ अति नै बबाल मिठो भएको थियो थ्याङ्क यू